रामको स्वागतका लागि सबैजना रामको घर उपस्थित भएका छन्। कमला, मुना र अन्य गाउँले पनि खुसी भएको देख्न सकिन्छ। तर सुर्ती, मालती र दुनियाँमा चाहिँ बढी खुसी भएका छन्। यतिकैमा रामको सट्टा विशाल र विक्की आएका छन्। यो देखेर सबैजना आश्चर्यचकित परे। तर सुर्ती, मालती र दुनियाँमा चाहिँ बढी खुसी भएका छन्। जब कमला र मुनालाई आफ्नो कब्जामा राख्न खोज्छन् तब कमला र मुनाको रूप काली मातामा परिणत भयो। महानुभावहरू यो देख्न साथ ती दुईजना त्यहाँबाट भागे। नमस्कार दर्शकवृन्द, तपाईँलाई स्वागत छ बीएसआर रिभ्यू च्यानलमा। सुर्तीको अत्याचारले सीमा नागेपछि कमला र मुनाले त्यसलाई घरबाट गलत्याएर निकालिदिएका छन्। रमेशमाथि ती गुन्डाको भयपराग। दर्शकवृन्द, अहिले गाउँमा राम छैन। अब कुवाले त रमेशलाई बचाउन। यतिकैमा रमेशलाई बचाउन पनि राम नभएर नयाँ पात्रको इन्ट्री भएको छ। ती दुई गुन्डाहरू गाउँमा आउनु नै तिनीहरूको मूर्खता हो। गाउँमा राम नभए तापनि रामको सान भने अझै छ। तर मलाई के लाग्छ भने साथीहरू, यो समयसम्म राम कहाँ छन्, के गर्दैछन् त? के राम जीवितै छन्? रामको अघिल्लो चाल अब के होला त? दर्शकबिन, यी सबै कुरा जान्नको लागि यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नुहोला। कमला र मुनाले आमाको मुख हेर्ने भन्दै दुर्गा आमाको घर जाँदा मुनाले सत्य तथ्य थाहा पाएर घर फर्कँदा दुर्गा आमाले आफ्नो इज्जत बचाउनको लागि दुईवटालाई सिद्धाउन गुन्डा लगाउँछ। यत्तिकैमा इन्ट्री हुन्छ रामको। हो साथीहरू, राम जीवितै छन्, हामीले देख्न सक्छौँ। रामले अहिले जोगीको भेष धारण गरेका छन्। कमला र मुनामाथि भइरहेको हमला सुन्दा बित्तिकै राम हातमा धनुष लिएर एक्लै सिद्धाउन पनि लागेका छन्। अहिले रामको साथमा रूपा पनि छे। सबैको खेल अन्त्य हुने निश्चित छ। बितेको समयका घटनाहरूलाई हेर्ने हो भने राम कहिल्यै पनि हारेका छैनन्। यिनीहरूले आफूलाई बाघ सोचेका छन् भने राम जङ्गलको राजा सिंह हो र घायल सिंह अझै खतरनाक हुन्छ। अहिले रामको साथमा रूपा पनि छे। सबैको खेल अन्त्य हुने निश्चित छ। बितेको समयका घटनाहरूलाई हेर्ने हो भने राम कहिल्यै पनि हारेका छैनन्। ती दुई गुन्डाहरू गाउँमा आउनु नै तिनीहरूको मूर्खता हो। कमला र मुना चाहिँ जोगीको भेषमा रामलाई देख्दा पनि चिन्न नसकी आश्चर्य परेका छन्। दर्शकबिन, तपाईँलाई के लाग्छ त? के होला त? अब आफ्नो विचार कमेन्ट बक्समा लेख्दै यस्तै खालका रिभ्यू भिडियोको लागि हाम्रो यस च्यानललाई हेर्दै गर्नुहोला। हामीहरू फेरि अर्को भिडियोमा आउँछौँ। तबसम्मको लागि हामीलाई पनि बिदा दिनुहोस्। हस्त, धन्यवाद।